माया आफ्नो कलेजको साइन्स टुरमा गएकी थिई। त्यहाँ सबै विद्यार्थीहरूले केमिस्ट्री ल्याब हेर्दै माया र उसको मिल्ने साथी देवले एउटा पुरानो एनर्जी मसिन भेटे, जुन कसैले छुन नहुने भनिएको थियो। देवलाई अचानक इनर्जी मसिनले आफूतिर आकर्षित गरेको महसुस भयो। तर अचानक ल्याबमा सानो एक्सप्लोजन भयो। मसिनबाट निस्किएको पहिलो किरण सिधै देवमा लाग्यो। सबै डराएर भागी। देव बेहोश भयो। केही समयपछि ऊ बिउझिँदा उसको शरीर पहेँलो चम्किन थाल्यो। रिस उठ्दा ऊ बलियो पहेँलो हल्क बन्यो। देव आफूलाई के भएको थाहा नभएर डरमा झन रिसले कराउन थाल्यो। अरू विद्यार्थीहरू पनि उसलाई देखेर डराई, तर माया मात्र उसको नजिक गइन् र भनिन्, शक्ति डराउनको लागि होइन, अरूलाई बचाउनको लागि हो। मलाई विश्वास छ मेरो साथी आफूलाई सम्हाल्न सक्छ। देव आफ्नो रूपमा परिवर्तन भयो। देवले आफूलाई ठूलो घटनाबाट बचाएकोमा मायालाई धन्यवाद व्यक्त गर्यो। मायाको साथीको खुट्टामा केही समस्या भएको देखियो, तर मायाले आफ्नो साथीलाई हातमा हात दिएर मद्दत गर्छ। अर्को दिनमा मायाले देवलाई आफ्नो शक्ति कसरी नियन्त्रण गर्ने सिकाउन गाउँको एकान्त ठाउँमा बोलाएर सिकाउँछ। रिस आई गहिरो सास लिने, सोचेर मात्र शक्ति प्रयोग गर्ने। मायाले देवलाई आफू अलग भएकोमा दुःख नमान्नु भनेर सम्झाउँछ। देव मायालाई भेट्न आउँदा बैशाखीमा आउँछ। त्यो घटनामा देवलाई पावर त मिल्यो, तर पावर बिना देवलाई खुट्टामा उभिन गाह्रो हुने भयो। त्यसपछि देवको जिन्दगी बदलियो। हिजोसम्म गाउँको हिरो, प्यारो, सहयोगी देव थियो, तर अहिले समय बदलिएर अपाङ्ग भएपछि देव मान्छेको नजरमा एक काम नलाग्ने व्यक्ति भएको देवलाई महसुस भयो। घटनापछि घरमा सौतिनी आमाको गाली, बाटोमा गाउँलेको खिल्ली, यो सब देवको जिन्दगीमा नयाँ थियो। हिजोसम्म मायाले बोल्ने मानिसहरू आज काम नलाग्ने जसरी व्यवहार गर्न थाल्यो। समस्या जे भए पनि देव आफ्नो मनलाई बलियो बनाएर बस्छ। अबदेखि देव बैशाखी लिएर हिँड्ने बानी परेको थियो। मायाले आफ्नो शक्ति कसरी उपयोग गर्ने सिकाउँदैछ। साथीले शक्ति पाएपछि गलत बाटो नपुगोस् भन्ने विचारमा आफ्नो साथीलाई शक्तिको सही उपयोग कसरी गर्ने भनेर सिकाउँदै देखिन्छ। सही ठाउँमा कति बल प्रयोग गर्ने, रिस कसरी सम्हाल्ने, सबै कुरा आफ्नो साथी देवलाई सिकाउँदैछिन्। देवलाई एउटा कुरा थाहा भयो कि ऊ आफ्नो शरीर पहेँलो शरीरमा बदलिँदा ऊ एकदम बलियो हुने र बैशाखी टेकेर हिँड्न नपर्ने थाहा भयो। देव पनि आफूलाई खुसी भएको महसुस हुन्छ, किनकि सबैले आफू अलग भएपछि सबैले साथ छोडेको थियो। एक मायाले मात्र आफ्नो साथीलाई साथ दिइरहेको थियो। मायाको यस्तो साथ देखेर देवको मन दिनदिनै मायातिर बढिरहेको छ। माया आफू सुपर हिरो भनेर देवलाई भनेको छैन, उसले कुनै राम्रो समयमा भन्ने विचारमा छ। आज गाउँमा मायाले आफ्नो साथीलाई शक्तिको उपयोग कसरी सम्हाल्ने सिकाउँदैछ। भोलि दुवैजना देशको नाम कमाउन सँगै मिलेर दुश्मनसँग लडेर देखाउन सक्छ। त्यसैले साथीहरू भिडियोलाई लाइक र कमेन्ट गर्नुहोस्। मायाको भिडियो कस्तो लाग्यो भन्नुहोला।